नमस्कार साथीहरू, आज म तपाईहरुलाई लैजान लाग्दैछु पोखराको एकदमै अनौठो पवित्र र रहस्यमय ठाउँ गुप्तेश्वर महादेव गुफा। यस गुफाको इतिहासको कुरा गर्दा यो गुफा करिब 16औं शताब्दीमा फेला परेको हो रे। स्थानीय किसानहरूले खाल्डोमा पानीको आवाज सुनेर तल झरे अनि त्यहाँ एउटा ठुलो शिवलिङ्ग जुन स्वयं मानिन्छ बनाइएको होइन, आफै प्रकट भएको हो। त्यति बेलादेखि यो ठाउँ पवित्र स्थलको रूपमा पूजा गरिन थालेको थियो। यो सँगसँगै म आज तपाईहरुलाई एकदम रमाइलो घटनाको कथा भन्नेछु। एक दिन काठमाडौँबाट आएका पर्यटक गुफामा पसे, शिवलिङ्ग दर्शन गरे। चप्पल बाहिरै राखेका थिए। बाहिर निस्किँदाखेरि चप्पल छैन। कता गयो भनेर खोज्दै गर्दा बाँदरले त्यो नाइकीको चप्पल लिएर रेलिङमाथि नाचिरहेको रहेछ। ल है, अब हामी पनि गुफाभित्र पस्यौं। जुत्ता चप्पल बाहिरै राखेर पसेको छौं। गुफाभित्र पस्ने बित्तिकै चिसो हावा अनि ढुङ्गाको भित्ताबाट चुहिएको पानी लाग्छ। प्रकृतिले आफैले बनाएको कुनै चित्रकला हेर्दैछौँ जस्तो। गुफा झन्डै 3 किलोमिटर लामो भए पनि केही भाग मात्र दर्शकका लागि खुल्ला गरिएको छ। र सबैभन्दा रमाइलो कुरा, गुफाको अन्त्यमा पुग्दा डेभिड्स फलको पानी सिधै गुफाबाट बगिरहेको देखिन्छ। त्यो पानी माथिबाट खसेर गुफा भित्रको अँध्यारोमा हराउँछ। एकदमै अद्भुत अनुभूति हुन्छ। यस गुफा केवल पर्यटकीय स्थल मात्रै होइन, यो धार्मिक दृष्टिले अति नै महत्त्वपूर्ण मानिन्छ। शिवरात्रि, तीज लगायतका पर्वहरूमा हजारौं भक्तजनहरू यहाँ दर्शन गर्नका लागि आउँछन्। स्थानीयहरूको विश्वास अनुसार यो गुफा कैलाश पर्वत अर्थात् शिवजीको वासस्थानसँग पनि सम्बन्धित छ। गुफाको भित्र शान्त वातावरणमा बसेर ध्यान गर्दा एक किसिमको शान्त र ऊर्जा महसुस हुन्छ। त्यसैले हामी पनि यस गुफाभित्र तल तल झर्दै अघि भने चाहिँ डेभिड्स फल हेर्न गयौँ। अनि तल पुगेपछि चाहिँ भिडियो क्याप्चर गर्न नपाइने रहेछ। साँच्चीकै भने जस्तै डेभिड फल्स माथि खोप्साबाट झरेर त्यही गुफाको तलपट्टिको खोप्साबाट हराएको रहेछ। अत्यन्तै रमाइलो पढ हेरेर हामी अब निस्कियौँ बाहिर। अनि यो सँगसँगै याद आयो त्यही पर्यटकीयको जुत्ता हराएको पल। उहाँले भन्नु भएको थियो, म गुफा हेर्न होइन बाँदरसँग भेट्न आएको रहेछु। त्यसपछि उहाँ बिना चप्पल नाङ्गै खुट्टा फर्किनु पर्यो रे। अब भन्नुहोस्, कसको चप्पल हराएर नाङ्गो खुट्टा फर्किनु भएको छ? कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। हराएको छैन भने पनि मन्दिर बस्दाखेरि आफ्नो जुत्ता चप्पल चाहिँ ख्याल गर्नु होला, नभए तपाईँ पनि त्यही पर्यटकीय जस्तै खाली खुट्टा फर्किनु नपरोस्। त्यही भन्दै म यस भिडियोलाई इन्ड गर्दै हामी अगाडि बढ्दैछौँ। यहाँ चाहिँ थुप्रै ह्यान्डिक्राफ्ट हातले बनाएको चिजहरू बेच्न राखेको रहेछ स्टलहरूमा। त्यो हेर्दै हामी पनि केही किनेर हामी निस्कियौँ यहाँबाट। आजको लागि यति नै। धन्यवाद। भिडियो मन परेमा लाइक, शेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला।
जय महादेव, जय महादेव।